हाम्रो चाहिँ टिमहरु यतिजना छौँ है हामी। ल सबैजनाले चिच्चाउ। पाक्न लागेको छ धेरै। अब यहाँ बसेर खाँदैछौँ है चौली बजारमा। चला पुक्क पुक्क पुक्क। हेलो नमस्ते गाइस, सम्पूर्णलाई स्वागत छ आजको भिडियोमा। हजुरहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अहिले जंगल पिकनिक च्यालेन्ज हुँदैछ। भाइ बहिनीहरु थुप्रै जना छौं हामी। चाउचाउ लिएर जंगलमा गएर अनि त्यहाँ गएर नाच्ने, पकाउने, खाने, रमाइलो गर्ने छौं। अनि एकदमै रमाइलो होला जस्तो छ। अब हामी जाने छौं, हेरौं कस्तो हुन्छ। हाम्रो चाहिँ टिमहरु यति जना छौं है हामी। ल सबैजनाले चिच्चाउ। अब चाहिँ हामी कहाँ जाँदै छौं? खाना पिकनिक बनभोज जंगल पिकनिक। सबैजना जान रेडी हो? एकदम एक्साइटेड छौं। अब जानलाई एकदम रेडी छौं। अब जाम ल हिनम गाइस हेरौँ है। ल यहाँ हामी जाँदैछौँ। सर्पसर्पी हुन सक्छ यसो हेरेर है सबैले। यस्तो जंगलको बाटो जान्छ झुडी बच्चाहरू लोड्छन् हैन भाइ? भाइ चाहिँ वहाँ माथि चढेछन्। भाइ दुईटा भाइ एउटा बहिनी चाहिँ यहाँ एकदम ज्ञानी भएर बसेको छन्। मैले चाहिँ भाइहरूलाई अब यहाँ काम गर्न सक्दैनन्, भाइ बहिनीहरू चाहिँ यहाँ बस्न पठाएको छु। अरूलाई चाहिँ त्यता पातहरू टोपीहरू खुट्नलाई, ढुङ्गाहरू खोज्न, चुलो गराउन लागि यहाँ चाहिँ मैले पठाएको छु। सबैलाई काममा लगाइदिएको छु। मैले पनि अब यहाँ काम गर्नेछु। अब चाहिँ मैले यहाँ चुलोहरू गराउँछु। भाइ बहिनीहरूले हेर्ने है। अहिले चाहिँ ज्ञानी भएर बस्ने, अहिले खाएर भेर रमाइलो गरेर नाच्ने है त। भाइले यहाँ ढुङ्गा पनि ल्याइसक्यो अब चुलो गराउनलाई। बाहुबली दाइ हल्ला नगर। सानो ठुलो भएको ढुङ्गा यो हटाएर उ त्यो हालौँ कि त्यो ढुङ्गा। यसो गरौँ, यसलाई अलि यता लिउँ, यो ढुङ्गालाई अलि उता लैजाउँ, अनि यता दाउरा भाइले चाहिँ यहाँ आगो बाल्दैछन् है गाइस। अनि टोपी खुड्नको लागि पातहरू सिङ्काहरू लिएर आएको छन्। अब चाहिँ डेन्जर आगो बोलेको। अब चाहिँ धेरै टाइम लाग्दैन अब चाहिँ पाक्नलाई। तर अहिले बल्ल आगो चाहिँ दुन्ती बोलेको कि आगो। अब गाइस त हेर्नु दुईजनालाई के गरिन्। पातैले नि पाक्छ होला त। धुमै भयो। भाइ बहिनीहरूले टोपी खुज्दैछन्। धेरै पात भयो के हो? अब चाहिँ भाइले यहाँ तयारी गर्दैछन्। शर्मिला देखा त यसले त जानेको हैछ त। अनि टोपी खुट्न त हामी यस्तो जङ्गलमा छौँ है। पुरै जङ्गल छ गाइजी। हेर्नु पुरै यो त सर्प जस्तो के पुरै बेटर रहेको अजिङ्गर जस्तो टाइपको छ यो लरा। यो पानी त धमिलो छ है। चल्छ नेपालमा, चल्छ यतिको चल्छ के। जङ्गलमा ठाडा घाँटी लाउँदैछन् है पानीको। बहिनीहरूले चाहिँ टोपी खुट्दैछन् है। खतरा खुट्न आउने रहेछ त। दिप्ची त पुरै कालै भयो त है। जान्छ। यहाँ चाहिँ यति ठुलो रुख छ गाइजी। उता घर पादैन पादैछन् जहिले पनि भिडियोमा। किन पार्न पर्यो जिग्ने गर्ने। अब चाहिँ हामीले चाउचाउ हाल्नेछौँ गाइस। झामझुम चाउचाउ छोरौँ अब हालौँ। हामीले फोर्छौँ होइन, फोरेरै राम्रो हुन्छ। धेरै पनि हुन्छ। फोर्किने त पुत्ता
गयो थाल डेन्जर पानी उम्ले है यो त चाउचो नहो अलि सबै खानु पर्यो नि त्यत्रो म होइन गाँसै उब्रिया ओइ न ल गाँस हाल्यो ल नुन हालौँ त तेल नुन सबै हाल है त कुकमेनहरू खतरा खतरा हुनुहुन्छ कि चाह तार्थिम नुन चाह न ठिक छ यो चाहिँ बहिनीहरूले खुटेको टोप्रीहरू टोप्री चाहिँ दुईवटा मात्रै रहेछ 1 2 3 4 5 6 7 8 अब यहाँ बसेर खाँदैछौँ है चाउचो पार्टी हाम्रो चाहिँ चाउचो जङ्गलमा बसेर खान्छ ल सबैले खाम है ल कल छिटो खाने जर्किनमा कसैले के ल थालहरू हरि रमाइलो भयो ल गाइस एकदमै रमाइलो भयो ल सानसानो भाइ बहिनीहरूले चाहिँ अझै सकेको छैनन् अर्को सानो भाइले चाहिँ अझै डिक्चीमा सके भ्याएन ए अझै भ्या छैन भाइ टाइम अलिक कम भएको कारणले गर्दा हामीले चाहिँ अब यतिको गराएर खायो यति अर्को चाहिँ टाइम मिलेछ भने अझै खतरा खाले गराएर ल्याउनेछौँ अब चाहिँ हामी नाच्छौँ 1 2 3 गो म त कति राम्रे नाच्नु नि पर्यो नाच्ने स्याउली बजारमा है स्याउली त्यो भाइले नचलाउन 1 2 3 गो स्याउली बजारमा तानातानको हानको मलाई देखेर तानातानको हानको करवल बजारमा तिमीले देखेको रहेछ राम्री कोही छैन त्यसैमा गला पुक्क 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 ल भयो आजलाई यति खेल्नु पनि पर्छ पढ्नु पर्छ लेख्नु पर्छ खेल्नु पनि पर्छ मोबाइल पनि हेर्यौ भने धेरै हानि गर्छ मोबाइल पनि हेर्यौ भने धेरै हानि गर्छ मिली बस्नु पर्छ हामी साथी साथी मिली बस्नु पर्छ हामी साथी साथी भरोसा छ हामीलाई गुरु आमा माथि भरोसा छ हामीलाई गुरु आमा माथि आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो आजको हाम्रो जङ्गल पिकनिक अनि एकदमै रमाइलो भयो हामीले गिदाउने चाउचो पकाएर खाने एकदम धेरै भन्दा धेरै रमाइलो भएको छ अब चाहिँ हामी सबैजना भएर अब चाहिँ हामी सामान मिलाएर अब हामी घरतिर लाग्छौँ सबैले सामान बोकेर जाऊँ चाउचो कागजहरू फाल्नु हुँदैन त्यसैले जङ्गलमा फोहोर गर्नु हुँदैन र सबैले कागज एक घन्टा हातमा बोकेर जाऊँ है अब हाम्रो यस्तो जङ्गलमा गएर पिकनिक खाएको जस्तो टाइपको भिडियो ब्लगहरू चाहिँ अलिक पछि नै आउला आए पनि अब आजको भिडियो यति नै हजुरहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो लाइक गर्नु होला कमेन्ट गर्नु होला सब्स्क्राइब गर्नुभएको छ भने सब्स्क्राइब गर्नु होला थ्याङ्क यू फर वाचिङ भिडियो बाई बाई